गर्नुस् कुकुरलाई ए बहिनी तिमी उहाँको नातिनी हो अनि कुकुरलाई कुट्न पाइन्छ ल भन लौरो ल्याएर ड्याङ कुकुरलाई कुट्न पाइन्छ अर्को एलिगेसन आउनु भएको छ मैले डलर कमाएँ भनेर म मेरो पैसाले भात दिइरहेको छु मेरो खाता आउ गएर यसरी तिम्रो आमालाई केस लाग्छ बुझ्यौ जनावरलाई घर बाहिरको बाटोको जनावर हो बुझ्नुभयो हामी गराउनेवाला छैन तपाईले कुकुर छोडेर हिजो चल्ला खाइदियो अरे नि त तपाईको कुकुरले मेरो कुकुरले कहिले खायो म आफै बस्छु मेरो कुकुरले म आफै बस्छु अहिले पनि हिजो भर्खर तपाईको कुकुरले चल्ला बोकेर हिँडेको छ रे बहिनी बेलुका म आफै आउँछु सीसीटीभी फुटेज ल्याऊ काहीँ निकाल मेरो कुकुरले कुखाएको तर यो बाटोमा बस्ने मेरो कुकुरले खायो भने मसँग आएर कुरा गर्ने उयो एउटा मेरो हो यसले खायो भने मसँग आएर कुरा गर्ने तर यो बाटोमा बस्ने यो 4-5 वटा कुकुरहरूलाई कुकुर तिमीहरूको घरको आफ्नै धन्यवाद तिमी एउटा यङ मान्छे जनावरको लागि हैन तिमी एउटा यङ केटी मान्छे जनावरको लागि बाटोको कुकुर तिमीहरूको घरको आफ्नो स्वार्थको लागि पाल्ने कुखुरा हैन कुखुरा बाटोमा ल्याएर पाल्ने हो कुखुरा बाटोमा ल्याएर पाल्ने हो तिम्रो जग्गा हो यो अनि कसरी खायो तिम्रो यहाँ सुन्नु तिम्रो कुखुरालाई गेट भित्र राखेर पाल बुझ्यौ गेट भित्र राखेर पाल कुकुरलाई नि त गेट भित्र हैन म आफै हेर्दाखेरि उलाई बाटोमा कसैले के हेर्नु म जिम्मेवार छु बाटोको कुकुरलाई पनि तिमीसँग म एग्रीमेन्ट गर्दिन बुझ्यौ मलाई के यहाँ मसँग डिफेन्स गर्न यहाँ नआउनु मसँग किन नआउनु त मसँग हजुरआमालाई कुट्ने हो पुलिस बोलाउने बेला त पुलिस बोलाउँछु मलाई पिट्नु लौरो खोसेको हो के त्यो जनावरलाई पिट्नु भन्दा मान्छेलाई पिट्नु म भात दिन्छु सीसीटीभी छ यो लौरो खोसेको मलाई यहाँ खोज्छु त कुकुर कुट्यो भनेर खोज्न नपाउनु कुकुर कुट्यो भनेर लौरो पालिहाल तिमी झ्याक्नेला बाबुमा यो छोरीलाई एक लौरो हान्नुस् त हाम्रो यो सबिना दिदीले चाहिँ हैन धेरै समयदेखि नै यसरी डगरलाई खाना दिने हैन अनि आफ्नो दिदी पनि कुकुर होला हैन अनि यसरी डगरलाई पनि खाना दिने दिदी पनि डग लभर हो हैन दिदीले पनि धेरै कुकुरहरूलाई अब उयो खाना दिने हैन मेडिकल हेल्प दिनेहरू गर्नुहुन्छ क्या अनि यहाँ चाहिँ अहिले यो सुड्डी र यसको नातिनीले चाहिँ पुरा आरोप लगाइरहेछ कि यो दिदीले यो दिदीको कुकुरले चाहिँ चल्ला बोकेर गएर अब चल्ला मार्दैन भनौँ न अनि यो दिदीको कुकुरलाई चाहिँ यो सुड्डीले चाहिँ पुरा यत्रो भाटाले हानेको रहेछ क्या यो दिदीले चाहिँ गएर रोक्दाखेरि उल्टै होइन यो दिदीलाई नै धम्काएर के अरे यसको नातिले नबोलाएर खोइ मामा के भन्दै थियो है अनि मेन कुरा चाहिँ कुखुरा पाल्ने भनेको होइन एउटा कम्पाउन्डमा केजमा राखेर पाल्ने हो क्या किनकि तिमीहरूले त कुखुरा मायाका त मायाले पालेको त होइन तिमीहरूले त कुखुरालाई ठुलो बनाएर बेचेर पैसा कमाउनलाई बाँचेको हामीले पैसा कमाउनलाई त कुखुरालाई खाना दिएको ओरेको होइन क्या हामीले डोनेसनहरू हामीलाई मान्छेले माया गरेर दिएको हो क्या अनि त्यहाँनिर डलर कमाएर पनि भन्दै थियो होइन तिनीहरूले त्यो दिदीले डलर होइन त्यो दिदीले आफ्नो खाताबाट आफ्नै पैसाबाट खुवाउने हो क्या त्यो दिदीले अनि कुनै पनि कुकुरलाई बाटोको कुकुर होस् या पालेको कुकुर होस् त्यसरी लट्ठीले ब्ल्याङ्क हानेर मार्नु पाउँदैन है अनि पुरा त्यो दिदीले चाहिँ अब पुलिस बोलाउँदाखेरि चाहिँ त्यो दिदीलाई उल्टै धम्काउँदैछ क्या अनि यसको यो नातिनी चाहिँ झन् यो चुतिया राँडी नै रहेछ क्या यो त के अरे अब कुखुरा भनेको तिमीहरूले केजमा पाल्ने हो क्या खुल्ला मायाको मैदानमा पालेको छैन पुरै त्यो न के त्यहाँनिर खेतसेत पनि केही छैन र त्यसको जग्गा हो मेरो यो भन्दै थियो होइन त्यो न त जाठीको जग्गा हो न त दिदीको जग्गा हो त्यो यो सरकारी जग्गा जस्तै लाग्यो मलाई अनि त्यहाँनिर कुखुरा छोडेको छ होइन अनि बाटोमा कुकुरहरू हुन्छ कति कुकुरहरूले खाना नपाएर भोकै हुन्छन् उनीहरू अनि उनीहरूले त अब त्यो चल्ला देख्दाखेरि त उनीहरूले त भोकेको बेलामा त अब एक त कुकुर हो उनीहरूको दिमाग हुँदैन उनीहरूले टोक्छ उनीहरूले मारिदिन्छ ल कुकुर उयो त्यो चल्लालाई बोकेर उसले त्यसले खाइदियो नै होला क्या अनि तिमीहरूलाई थाहा छ त्यो दिदीले कुकुरले खाइदियो भने त्यो दिदीलाई गएर भन्न त त्यो दिदीले तिमीहरूलाई क्षतिपूर्ति दिनुहुन्छ नि त कुखुराको कति हो त्योभन्दा बढी पैसा नि दिनुहुन्छ होला त्यो दिदीले त्यो दिदीलाई पैसाको उयो छैन क्या त्यत्रो कुकुरलाई खुवाउने मान्छेलाई पैसाको लोभ हुँदैन क्या है अन्त जाँठीहरूलाई चाहिँ के भन्छ उनीहरूले नि के भन्दैथिस् भने कुखुरालाई केजमा पाल्ने भने कुकुरलाई पनि केजमा पाल्ने अहिलेको नियममा कुकुरलाई केजमा पाल्नु पाल्दैन बाँधेर पनि पाल्नु पाइँदैन कुकुर भनेको एउटा हामीले माया गरेर घरमा पाल्दाखेरि नि फ्यामिली मेम्बर छोराछोरी आफ्नो फ्यामिली मेम्बर जसरी पाल्ने हो क्या बाँधेर केजमा राखेर पाल्ने होइन कुखुराहरू भनेको तिमीहरूले त त्यो कुखुरा फिक्सै पनि त्यो के अरे व्यापारको लागि नै पालेको तिमीहरूले त पालेर त्यसलाई उयो के अरे बुढो भएर त मरेर उयो गर्ने होइन तिमीहरूले त ठुलो भएपछि त्यसलाई काटेर मार्ने हो कि त बेच्ने हो फिक्सै पनि है अनि त्यही पनि आमा त के भन्छ सुटी र त्यसको त्यो नाति नै आमा ठुल्ठुलो कुरा गर्दै थियो क्या
पुरै उयो आमा के काहीँको उयो नै जस्तो क्या पुलिस बोलाए त्यही मेरो मामालाई बोलाउँछ साला तेरो मामा को हो मुला खाते हामी त्यहाँ आयौँ भने त्यो आमा छोरीलाई झम्किचामा हानेर मारिदिन्थेँ म खाते नि अरू एक त खुल्ला जग्गामा कुखुरालाई म्याका निगरानी नबिना छोडेको छ अनि कुकुरले नआएर खाएर त्यो त्यहाँनिर न्याउरी मुसाले पनि खाएर लगेको छ होला तिमीहरूसँग प्रुफ छ त्यो दिदीले सिसिटिभी फुटेज मागिरहेछ भने त्यो सिसिटिभी फुटेज देखा अनि गएर पुलिस कम्प्लेन नै गर्नु तिमीहरू पनि सारा त्यहाँनिर आएर मागा कुकुरलाई लगेर घरमा पाल उयो बाटोको कुकुर हो बाटोमा जन्मेको हुन्छ बाटोमै बस्छ उनीहरू बाटोमा हामीलाई खाना दिने हाम्रो कर्तव्य हो तिमीहरू जस्तो हामी नैतिकता नभएको तिमीहरूको जस्तो मन नभएको माका तिमीहरू जस्तो राक्षसै हो भन्नु पर्दाखेरि त खातेनीहरू साला अझ ठुलो कुरो गर्छ यो दिदी यसलाई चाहिँ नछोड्नु होइन पुलिस बोलाउनु माका सिसिटिभी फुटेज माग्नु कुकुर यसले खाएको छ भने जरिमाना दिनु छैन भने यसलाई चाहिँ जेल हाल्नुपर्छ यो जाँडीलाई चाहिँ यत्रो लटीलाई माका त कुकुरलाई हान्ने हो खाते नि त्यसलाई चाहिँ दुख्दैन तेरो सानो चल्ला खाइदो भन्दैमा हुन्छ ल त्यो चल्लाको पनि जीवन होला होइन तर खाएको त्यो दिदीको कुकुरहरूले त्यो दिदीले दिने खाना दिने स्त्री कुकुरले खाएको छ भने त्यो थाहा छ भने तिमीहरूलाई तिमीहरूको कसैले त्यो देखेको छ भने गएर दिदीलाई क्षतिपूर्ति माग साला हिरोनी हुने होइन साला त्यो यो भिडियो यो भएर हामी एनिमल राइटवाला आयौँ भने तिमीहरूको बाउ आमाको तिमीहरूको त्यो के अरे सुड्डी त जाँठी त हेर्दा त राम्री नै रहेछ तर दिमागमा त गुनै भरेको रहेछ होइन साला कुकुरलाई केजमा लगेर पाल अरे खाते तँलाई चाहिँ केजमा हालेर नि पाल्नुपर्ने खाते नि साला